गजानना लंबोदर विघ्नेश्वर गणेश गणपति गणेश। देवताभ्यो नमः। दुई जोडहरू यहाँ राख्नु त। कौशिकी एउटा कौशिकी ऋषि भ्यो नमः। समस्त कौशिकी परिवाराय नमो नमः। समस्त कलशस्थ वरुण देवताभ्यो नमः। लक्ष्मीनारायणाभ्यं नमः। ओम उमामहेश्वराभ्यं नमः। आद्य शक्ति पराम्बा परमेश्वरी जगत जननी दुर्गा भगवती देव्यै नमो नमः। आवाहित स्थापित पूजित सर्वेभ्यो देवेभ्यो नमः। धूपम आग्रापयामि दीपम दर्शयामि। यहाँ एउटा कपुर थपिदिनु त। नारायण्य ग्राम्य सजि तस्मादेन्य सर्वभूतरि चह सामानि जनिरे छन्दागुंसि जनिरे तस्मादजायत तस्मादस्वाजा। अब चाहिँ हामी ल पूर्वे ऋग्वेद आए नमः। भगवान आसँग आयो दुई राखौँ अनि पूजा रामला ल पूजा अनि यसो पुस्तकले पूजा गरौँला साथसाथै त्यो गरेपछि अनि बल्ल अनि यहाँ भगवान बाटा चाहिँ कति राम्रो नाङ्लामा केही नि भएको नाङ्ला गर्ने नाङ्ला हो तीर्थ त अन्त आमा चम्ची ल्याउने त्यही भन्दा त कराउँछ छिटो ल अब उसले नि हो पहिला जोगाने उसले नि होइन जसले गरे नि हुन्छ अब मेन पन्नेरी दुईवटा लुगाले गरेपछि सक्यो पख 6 7 8 होइन 9 जेलियो कसारे 9 जेलियो एउटै डल्लो बनाएर यहाँ माथि राखेर रातो फुल राख्नु पाएन हुन्थ्यो एउटा रातो फुल
हो 16 बरस के 2 कदम चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के आवाहनम सम्पूर्ण देवी देवताभ्यो नमः पूजापूर्वक ध्यानं समर्पयामि नमस्कारमि। त्यो फुललाई त्यति अगाडि कुनै अर्घ्यम समर्पयामि ओम इन्द्राण्यै नमः। मधुपर्क भन्छ त्यो मह र घिउ भनेको पञ्चामृत चढाइदिनु नि त भयो। शुद्ध दकदलम चन्दन सिन्दुरम समर्पयामि ओम भूर्वश श्री इन्द्राण्यै नमः। देवान तिलान समर्पयामि ओम इन्द्राण्यै नमः। पुष्पाणि ओम श्री भूर्वश गंगायां यागत्य तृतीयं तावकं चित्रवासं समर्पयामि नमस्कारमि। ततः ओम सुवर्चोवतिः यागत्य तृतीयं तातं सृष्टिर्वासं समर्पयामि नमस्कारमि। ततः 12 तृतीयं तातं सृष्टिर्वासं समर्पयामि नमस्कारमि। ततः धूपबत्ती धूप देखाइदिनु। हरियम ब्राह्मणस्य हरियम ब्राह्मणस्य
हव्य यागसयाति क्याप्तं तापतं श्रीनिवासकृष्णं देवान्तिलं समर्पयामि ओम भूर्भुवस्सुः श्रीः दानं समर्पयामि ओम भूर्भुवस्सुः श्रीचन्द्रमसे नमः श्रीनिवासकृष्णं भव पादय अब तलको बिचमा पूजा गर्नुपर्छ सोनीले तिनटा छन् जग्दैन जन्मय दन्त देवास्तानि धर्माय मान्य राखूं यो सिमली स्याउली ए घर गाउँले देखाइदिउँ एक झल्को हेर्छौँ बेहुली ए घर गाउँले देखाइदिउँ एक झल्को हेर्छौँ बेहुली फेरि
गाडी त होइन भाइले ल्याऊ आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली नानी हट त अगाडिबाट वसते लक्ष्मी
रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुनै तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुनै तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुने तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुनै तिमीसँग तिमी हुँदा लाग्छ मलाई संसार मेरे जस्तो तिमीलाई नदेख्दा केवल एक पल तिमीलाई नदेख्दा केवल एक पल लाग्छ धेरै जस्तो रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुनै तिमीसँग तिमीसँगै जोडिएका हरेक खुसी मेरा तिम्रो साथ नहुँदा छैन कुनै चाह तिम्रो साथ नहुँदा छैन कुनै चाह नछन् सपना मेरा तिम्रो हर पाइलामा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुने तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुनै तिमीसँग प्यारी त्यतिकै राम्री देखिन्छौ हाँसो सजाइ राख है तिम्रो त्यो मुहारमै त्यसैमा लट्ठ भएको जति हेरे नि राम्री
देखिन्छौ है तिमी तिम्रो हाँसोमै मुटु लट्ठा छ आँखा लोभी हो कि कतै मन हो पापी तिमी बिना लाग्छ मरि जान्छु म सुन तिम्रो लागि म छु मेरो लागि तिमी छौ हाँसिदिनु सधैँ तिमी नै मेरो खुसी हौ आँसु झर्न दिन्न तिम्रो साथ पाएसम्म मेरो जुन तारा तिमी सधैँ तिम्रै त हुनी म त्यागिदिउँला बिना तिमी त सास रहन्न भए जति सबै तिमी नै त हो दुनियाँको केही परवाह भएन फुल भनु कि जुन मायाले बोलाउँदा हाँसेर हेरिदिनु है धड्किने मुटु मेरो तिम्रै लागि धड्किन्छ छाडी कहीँ नजानु है जति गाए नि यो गीत तिम्रै लागि समर्पित तिम्रो चाहनामै बाँधिदेऊ आँखा लोभी हो कि कतै मन हो पापी तिमी बिना लाग्छ मरि जान्छु म सुन तिम्रो लागि म छु मेरो लागि तिमी छौ हाँसिदिनु सधैँ तिमी नै मेरो खुसी हौ आँसु झर्न दिन्न तिम्रो साथ पाएसम्म मेरो जुन तारा तिमी सधैँ तिम्रै त हुनी म सारा खुसी लिएर आइदिन्छु तिम्रै लागि मात्र तिमी माया नमार आज तिम्रो यो विशेष दिनमा हामी टाढा भए पनि महसुस गरिरहेका छौँ सानो हुँदा हामी खेलेको गर्दैछौँ भने समय कति छिटो बित्यो भन्ने कुरा आज मजाले हामी तिमीसँग साथ लगाउन नसकेको पीडा छ तर खुसी लागि सबैभन्दा ठुलो जीवनको यो नयाँ अध्याय सजिलो पनि हुन्छ एकाएक कठिन तर तिमी सधैँ माया सहनशील र विश्वासले अगाडि बढ्नेछौ भन्ने हामीलाई ठुलो विश्वास छ हामी टाढा छौँ तर हाम्रो आशीर्वाद माया र सम्झना सधैँ तिमीसँगै छ पल पल पार्छ तिमी सधैँ खुसी रहनु हाँसिरहनु र आफ्नै माया घरलाई माया र उचालिँदै भरिरहनु माया समेत गाइरहनु Kalau
ओम भूर्भुवस्सुः ओम भूर्भुवस्सुः वसेनेकने नमः भवपूर्वेरि वेदं यागच्छन् याति तन्न पिदं तावतं सृष्टिर्वासुत्तनपर्द भव अब अर्पण भूमि शुक्र बुधस्थ गुरुस्थ शुक्र शनि राहु केतव विदाई खुशी सधैँ रहनु तिमी बराए घरलाई आफ्नो बनाई छोरी जानु पर्छ तिमी पराए घर नबिर्सन है माइती घर नबिर्सन है आफ्नो घर अनि उतापट्टिबाट हलाई दिनु पर्छ गुलाइलाई दिनु गुलाइलाई कपडा फेराउने
सङ्कटनाशन गणेशस्तोत्रम् प्रणम्य शिरसा गौरीपुत्रं विनायकम् हरिः ओम देवः ताभ्य अग्निः मत्तः स सुन्नः देव प्रचिता मञ्चः मा पेतेः स्वाहा नविलक्षदा आयुष्मेः परिवेदादयः स्वाहा ओम इमामत्यः दानः बापाग्नेः महातुभ्यतः स्वाहा बोलिए अग्नि वैश्वानर भगवान को प्रणम्य शिरसा देवं गौरीपुत्रं विनायकम् भक्तावासं स्मरे नित्यमायुकामार्थसिद्धये प्रथमं वक्रतुण्डं चैकदन्तं द्वितीयकम् तृतीयं कृष्णपिङ्गाक्षं गजवक्त्रं चतुर्थकम् प्रथमं वक्रतुण्डं चैकदन्तं द्वितीयकम् तृतीयं कृष्णपिङ्गाक्षं लम्बोदरं पञ्चमं च षष्ठं विकटमेव च सप्तमं विघ्नराजं च धूम्रवर्णं तथाष्टमम् लम्बोदरं पञ्चमं च षष्ठं विकटमेव च सप्तमं विघ्नराजं च धूम्रवर्णं नवमं भालचन्द्रं च दशमं तु विनायकम् एकादशं गणपतिं द्वादशं तु गजाननम् नवमं भालचन्द्रं च दशमं तु विनायकम् एकादशं गणपतिं द्वादशं तु सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सजेलाज राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सजेलाज राख्नु तिमी बिना जीवन यो दान्न छोडेर तिमीलाई म कतै नि जान्न तिमी बिना जीवन यो दान्न छोडेर तिमीलाई म कतै नि जान्न हजारौँको मनमा स्वामी सप्ताह अग्निः सप्त जीवाय सप्त शेषेः प्रियाणः सप्त हजुर अब फेरि काट्ने वाला भाडा दिनु गरे आज म पाइला लिँदैछु
जीवनको सबैभन्दा प्यारो सबको आँखामा माथि केवल तिमीमा छ मेरो हातमा तिम्रै नाम तिम्रै सहयात्री अर्धाङ्गिनी आउँदैछु है तिम्रै बेहुली कुटुम्बाली छाइदिनु रातो सिन्दुर लगाइदिनु मेरो खाली सिउँदोली आउँदैछु है तिम्रै बेहुली पछाडि तिम्रै समान साथी बनी तिमीसँगै जीवन बाँड्न आउँदैछु है तिम्रै बेहुली कहिले नटुट्ने बाचामा लिन्छु साथै जुनी मै तिम्रो हुन्छु ईश्वर छ साक्षी सधैँभरि तिमी मेरो मेरो तिमी 50 बाट कति गर्नुभयो 50 बाट 25 गर्नुभयो अनि 999 भनेको उहाँ आधी घटाउनु भयो हामी डबल बढाइदियौँ हामीले 9998 हो अझै एक बढाएर 99 अब हजुरले के अब हजुर 25 बाट आधी घटाइदिनु हामी है त्यहाँबाट बढाइदिन्छौँ है त्यहाँबाट हामी फेरि एड गरौँ ल 25 बाट आधी घटाउने एकचोटि 1 मिनट टाइम दिएँ मैले फाइनलको लागि है एउटा हातले दिने एउटा हातले लिने हुन्छ है यस्तो अनि दुईटा नोट एकमा नोट हामीलाई सपोर्ट गर्न आइसक्नु छोड्ने त्यही भएर हामीले सपोर्ट दिएको अहिलेसम्म बहिनीको गर्नु अब पालो अब पालो हाम्रो हिसाब गरेर अहिलेसम्म पो उहाँहरूको त अब त हाम्रो दिदीको
धेरै कुरा नगरिकन अब दुरा आएर दुलाईको मन्जुर दुलाईको जुत्ता लाउनु पर्यो त्यसै जानु पुऱ्याएर उनीहरू यति देउनु भन्नु त ल पेट्टा भाउजूको पनि लास्ट बोल्यो भाउजूको पनि लास्ट बोल्यो भाउजूको पनि सल्लाह भइसक्यो अघि न सल्लाह आन्सर काट्यो ल अब त्यही आज भिडे हामीले भन्नु त मिल्दैछ ल तपाईँ भन्नु जाने जुत्ता देखिएन थोरै पछाडि आउनु हाबसँग जाऊँ न त भने दुईतिर कुरा मिलाउँ यस्तो अब साली कतिजना खास साली लगाइदिने हो ढिलो भइसक्यो लगाइदिने नै हो लगाइदिने निमान निमान चल
What angle? सुन्दा त हामी सुन्ने मान्छेलाई गाह्रो भइसक्यो भन्ने होइन फिल गर्ने हो नि त मनले भन्ने हो त भन्न चाहिँ नलगाउने कि कहाँ भन्न सकिन्छ त त्यस्तो ल मम्मी नाच्दिनु हाते बस्नु म उ गर्दिनु भनेर मम्मीले शान्ति माइती घर छोडेर टाढा टाढा जाँदैछु माइती घर छोडेर टाढा टाढा जाँदैछु हृदयभरि माइती घरकै सम्झना हृदयभरि माइती घरकै सम्झना सँगालेर लाँदैछु माइती घर छोडेर टाढा टाढा जाँदैछु यो गाउँ छ यो ठाउँ छ अझै पनि आँखाभरि यो गाउँ छ यो ठाउँ छ अझै पनि आँखाभरि कस्तो रहेछ मेरो कर्म जानुपर्ने सबैलाई छोडी सबै छँदा छँदै पनि एक्लै एक्लै जाँदैछु सबै छँदा छँदै पनि